हेलो गाइज वेलकम टु माई दसैँ भ्लग अनि ह्याप्पी दसैँ। हामी यता सबै रेडी भएर अब टिका लाउने बेला भएको छ। यता लाउ भन्दा प्रगति हुँदै हुँदै भइरहेछ त्यसै अलि ठाडो गरेर थोरै ठाडो प्रगति अलि ठाडो गरेर फोटो उसमा हुन्छ राम्रोसित प्रगति भइरहेछ जे जे आँटेको छ त्यो पोस 2082 को दसैँ टीका 82 सालको बडा दसैँको उपलक्ष्यमा टिको ल भाइले त टिका नलाइदिने हुन्छ दाइले हो दिदीहरुलाई लाइदिनु हुन्छ लाइदिए भरि हुन्छ अर्थ गर्नु पर्दैन पछि बाहिर गरेर यता भन्दाले देखिन्छ दसैँको टिका लगाइसकेन हामीले। टिका जमरा ह्याप्पी दसैँ। स्वास्थ्य राम्रो भयो सबै। ढाका टोपीमा चाहिँ सजिलो नि। अलिक तल भइसक्यो घोडा टिका लगाइदिनु न। बाबु त्यस्तो नबोला त दसैँमा। विजया दशमीको शुभकामना भन त ल। दसैँको शुभकामना भन। आउँथ्यो दसैँ आउन त पहिले ल गीत गाउ ल। जमरा अलिक धेरै लगाइदिनु काँटाले। टिका लगाएर फोटो भिडियो खिचेर खाना खाएर हामी चाहिँ अब मामा घर जानलाई चाहिँ तयारी भएर बसेका छौँ। मम्मीहरू पारी जान रेडी हुनुहुन्छ। हामी चाहिँ अब मामा घर जानलाई रेडी भएर बसेका छौँ। यता सबैजना अब आफ्नो आफ्नो मामा घर जानलाई रेडी हुनुहुन्छ। हामी चाहिँ हामी बुटोल जान लाग्यो। गाडी आइसक्यो। अब चाहिँ हामी जान्छौँ। अब चाहिँ मामा घरको यात्रा सुरु भयो। हामी चाहिँ यहाँ चार्ज गर्न यसो पुगेको। कसरी यसो चार्ज गर्नु कसरी हो? यसो पेट्रोल हाले चाहिँ होइन त्यही हुने रहेछ प्राइस पनि। फाइनली बुटोल आइसक्यौँ। 3.5 घन्टा यही गाडी हो क्या बर्गर जाने के रे यस्तो धुलो छ त। ल हामी मामा घर आइपुग्यौँ। हेलो नमस्ते। हाम्रो मामा घर आइपुग्यौँ।
मामा नमस्ते नमस्ते दिदी मामा घर त खतरा राम्रो भएछ त माइजू नमस्ते माइजू आमा नमस्ते ओहो नानी यत्रो थिइनमा हुँदा आउँदा त 2020 मा त नमस्ते ओ यो हजुर ल ल धेरै आशीर्वाद नमस्ते आशीर्वाद तिमीलाई पनि को हुनुहुन्छ त अरू नवदुर्गा भवानीको कृपा आशीर्वाद मम्मीले भनेको त्यही यता टेस्ट अब छिट्टै युएसको भिजा लाग्यो है अब मेरो यो तारिखको फ्लाइट छ भनेको सुन्न पाएँ हुन्छ मैले छिटोभन्दा छिटो कलेल नानी आफ्नै पारामा तास खेलेर पैसा हारेर अब सुत्न लाग्यो बाई बाई 300 हारियो भाइले जित्यो 240 मैले 5 रुपियाँ भाइलाई दिन छ है 70 मा सुरु गरेर 240 खतरा भाइ त